देहधारण के हो? परमेश्वरका दुई देहधारणहरू मानव जातिलाई मुक्ति दिने उहाँको कामका आवश्यकतामा पूर्ण रूपमा आधारित थिए र ती हाम्रो मुक्तिका लागि अत्यन्तै महत्त्वपूर्ण छन्। त्यसो भए देहधारण के हो र देहधारी परमेश्वरलाई कसरी चिन्न सकिन्छ? धार्मिक जगतमा यो कुरा स्पष्ट रूपमा व्याख्या गर्न सक्ने कोही पनि छैन। अब सर्वशक्तिमान परमेश्वरले व्यक्त गर्नुभएका वचनहरूले यो रहस्य प्रकाश गरेका छन्। सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ, देहधारण भनेको देहमा परमेश्वरको देखा पराई हो। परमेश्वरले सृजित मानव जातिका बीचमा देहको स्वरूपमा काम गर्नुहुन्छ। त्यसकारण उहाँ परमेश्वरको देहधारण हुनुभएकाले उहाँ सुरुमा देह, सामान्य मानवता सहितको देह हुनुपर्छ। यो सबैभन्दा आधारभूत पूर्व शर्त हो। वास्तवमा परमेश्वरको देहधारणको तात्पर्य भनेको परमेश्वर देहमा जिउनुहुन्छ र देहमै काम गर्नुहुन्छ। परमेश्वर उहाँको सारमा नै देह बन्नुहुन्छ, एक व्यक्ति बन्नुहुन्छ भन्ने हो। देहधारी परमेश्वरलाई ख्रीष्ट भनिन्छ र ख्रीष्ट परमेश्वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि मानिसको देहभन्दा फरक छ। यस भिन्नताको कारण के हो भने ख्रीष्ट दैहिक हुनुहुन्न, बरु आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्वरत्व दुवै छ। उहाँको ईश्वरत्व कुनै पनि मानिससँग छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई कायम राख्छ, जबकि उहाँको ईश्वरत्वले परमेश्वर स्वयंको काम गर्दछ। देहधारी हुनुभएका परमेश्वरलाई ख्रीष्ट भनिन्छ। त्यसकारण मानिसहरूलाई सत्यता प्रदान गर्न सक्ने ख्रीष्टलाई परमेश्वर भन्नु बिल्कुलै अत्युक्ति हुँदैन, किनकि उहाँसँग परमेश्वरको सार छ र उहाँमा परमेश्वरको स्वभाव र परमेश्वरको कामको बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। जसले आफैलाई ख्रीष्ट भन्छन् तर परमेश्वरको काम गर्न सक्दैनन्, तिनीहरू ठग हुन्। ख्रीष्ट पृथ्वीमा रहनुभएको परमेश्वरको प्रकटीकरण मात्रै हुनुहुन्न। उहाँ त परमेश्वरले पृथ्वीमा आफ्नो काम गर्दा र मानिसमाझ आफ्नो काम पुरा गर्दा धारण गर्नुहुने विशेष देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्वरको कामलाई पर्याप्त रूपमा वहन गर्न सक्ने, परमेश्वरको स्वभावलाई व्यक्त गर्न सक्ने, परमेश्वरलाई पर्याप्त रूपमा प्रतिनिधित्व गर्न सक्ने र मानिसलाई जीवन प्रदान गर्न सक्ने देह हो। उहाँ परमेश्वरको सार बोकेको मानव हुनुभएकाले उहाँ सारा सृजित मानिसहरूभन्दा माथि परमेश्वरको काम गर्न सक्ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। त्यसैले उहाँको जस्तो मानव खोल सहितका सबैजनामध्ये, मानवता बोकेका सबैजनामध्ये उहाँ मात्रै देहधारी परमेश्वर स्वयं हुनुहुन्छ। अरू सबै सृजित मानव हुन्। तिनीहरू सबैमा मानवता भए पनि सृजित मानवमा मानवता बाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्वर फरक हुनुहुन्छ। उहाँको देहमा उहाँमा मानवता मात्रै होइन, सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँमा ईश्वरीयता छ। उहाँको मानवता उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा देख्न सकिन्छ, तर उहाँको ईश्वरीयता बोध गर्न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्वरीयता व्यक्त हुने हुँदा र त्यो मानिसहरूले कल्पना गरे जस्तो अलौकिक नहुने हुँदा मानिसहरूले यसलाई देख्न निकै कठिन हुन्छ। परमेश्वर देह बन्नुहुने भएकोले
उहाँको सार मानवता र ईश्वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्वर स्वयं, पृथ्वीको परमेश्वर स्वयं भनिन्छ। जब स्वर्गमा हुनुहुने निराकार र अमूर्त आत्मा परमेश्वर पृथ्वीमा आएर देख्न र छुन सकिने मासु र रगतको मानव बन्नुहुन्छ, यही नै देहधारी परमेश्वर हो। यसको अर्थ हो परमेश्वरको आत्माले देह धारण गर्नुहुन्छ र उहाँ एक सामान्य व्यक्ति बन्नुहुन्छ, जो हाम्रा बीचमा देखा परेर काम गर्नुहुन्छ। सामान्य भाषामा भन्नुपर्दा परमेश्वर मानव बन्नुहुन्छ वा परमेश्वरका आत्मा देह धारण गरेर मानिसको पुत्र बन्नुहुन्छ। उहाँ सिधै स्वर्गबाट ओर्लनु भएन, बरु देहबाट जन्मनुभयो र वृद्धिको सामान्य प्रक्रियाबाट गुज्रनुभयो। बाहिरबाट हेर्दा देहधारी परमेश्वर एक सामान्य व्यक्ति जस्तो देखिनुहुन्छ। उहाँ उच्च वा असाधारण देखिनुहुन्न। उहाँ अरू जो कोही जस्तै खानुहुन्छ, लुगा लगाउनुहुन्छ, जिउनुहुन्छ र यात्रा गर्नुहुन्छ, र उहाँसँग मानवको सामान्य जीवनशैली हुन्छ। उहाँलाई भोक लाग्दा खानु र थकित हुँदा आराम गर्नुपर्छ, र उहाँसँग सामान्य मानवीय भावनाहरू पनि हुन्छन्। उहाँ मानिसहरूका बीचमा व्यावहारिक रूपमा जिउनुहुन्छ र बाहिरबाट उहाँ देहधारी व्यावहारिक परमेश्वर स्वयं हुनुहुन्छ भनी कसैले देख्न सक्दैन। यो देह साधारण र सामान्य देखिए पनि उहाँ परमेश्वरको काम गर्न, परमेश्वरको आवाज व्यक्त गर्न, मानव जातिलाई अगुवाई गर्न र मुक्ति दिन सक्नुहुन्छ, किनभने उहाँसँग पूर्ण ईश्वरत्व छ। यो ईश्वरत्वले परमेश्वरका आत्माको अन्तर्निहित स्वभाव, उहाँको पवित्र र धर्मी सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको सर्वशक्तिमानता र बुद्धि, साथै उहाँको अख्तियार र शक्ति देहमा साकार भएका यी सबैलाई जनाउँछ। यो देह नै ख्रीष्ट हुनुहुन्छ, अर्थात् काम गर्न र मानव जातिलाई मुक्ति दिन पृथ्वीमा आउनुभएको व्यावहारिक परमेश्वर। ख्रीष्टले काम गर्नुहुन्छ र बोल्नुहुन्छ। परमेश्वरको स्वभाव, परमेश्वरको देहमा उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो सबै व्यक्त गर्नुहुन्छ। उहाँले जसरी परमेश्वरको वचन व्यक्त गर्नु भए पनि र परमेश्वरको काम गर्नु भए पनि उहाँ सधैँ सामान्य मानवताभित्र रहेर त्यसो गर्नुहुन्छ। उहाँको देह सामान्य छ, उहाँबारे अलौकिक केही पनि छैन। यसले परमेश्वर देहमा आउनु भएको छ र एक साधारण मानव बन्नु भएको छ भन्ने प्रमाणित गर्छ। उहाँको बाहिरी रूपबाट ख्रीष्ट एक साधारण र सामान्य मानिसको पुत्र हुनुहुन्छ, तर उहाँ सृजित मानवहरूभन्दा सारभूत रूपमै फरक हुनुहुन्छ। सृजित मानिसमा केवल मानवता हुन्छ, ईश्वरत्व सारको अलिकति पनि अंश हुँदैन। तर ख्रीष्टमा सामान्य मानवता मात्र होइन, अझ महत्त्वपूर्ण कुरा उहाँसँग पूर्ण ईश्वरत्व छ। उहाँसँग परमेश्वरको सार छ र उहाँ पूर्ण रूपमा परमेश्वरको प्रतिनिधित्व गर्न सक्नुहुन्छ र परमेश्वर स्वयंका रूपमा सबै सत्यता व्यक्त गर्न सक्नुहुन्छ। उहाँ परमेश्वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो व्यक्त गर्न सक्नुहुन्छ र हामीलाई सत्यता, मार्ग र जीवन प्रदान गर्न सक्नुहुन्छ। यस्तो काम कुनै पनि सृजित मानिसले गर्न सक्दैन। ख्रीष्टमा पूर्ण ईश्वरत्व भएकाले उहाँ परमेश्वरको प्रतिनिधित्व गर्न, सत्यता व्यक्त गर्न र मानव जातिलाई मुक्ति दिन सक्नुहुन्छ। उहाँमा पूर्ण ईश्वरत्व भएकाले
उहाँ परमेश्वरको वचनलाई सिधै व्यक्त गर्न सक्नुहुन्छ। त्यसलाई प्रसार वा हस्तान्तरण मात्र गर्नुहुन्न। उहाँ कुनै पनि समय र कुनै पनि ठाउँमा सत्यता व्यक्त गर्न, मानिसलाई आपूर्ति, मलजल र गोठालो गर्न सक्नुहुन्छ। यो नै उहाँसँग परमेश्वरको पहिचान र सार छ भनी प्रमाणित गर्न पर्याप्त छ। यही कारणले उहाँ परमेश्वरको देहधारण व्यावहारिक परमेश्वर स्वयं हुनुहुन्छ। त्यसो भए ख्रीष्टमा किन सामान्य मानवता हुनै पर्छ? यसका दुईवटा मुख्य कारणहरू छन्। पहिलो, मानिसहरूसँग अझ राम्ररी अन्तर्क्रिया गर्न र मानव भाषामा सत्यता व्यक्त गर्न। यदि परमेश्वरको देहधारण अलौकिक उच्च स्वरूपको भएको भए, वा यदि परमेश्वर इच्छा अनुसार देखा पर्न र गायब हुन सक्नु भएको भए, हामी डराउने थियौँ र उहाँको नजिक जाने आँट गर्ने थिएनौँ। तर परमेश्वर सामान्य मानवता भएको एक साधारण व्यक्ति बन्नुहुन्छ, ताकि मानिसहरूले उहाँबाट टाढा भएको महसुस नगरून्। यो उहाँको नम्रता अनि मानव जाति प्रतिको उहाँको विचारशीलता र प्रेमको अभिव्यक्ति पनि हो। दोस्रो, साँचो विश्वासीहरूलाई झुटा विश्वासीहरूबाट अलग गर्न। ख्रीष्टमा सामान्य मानवता र साधारण स्वरूप भएकाले परमेश्वरका भेडाहरूले मात्र उहाँका वचनहरू मार्फत उहाँलाई देहधारी परमेश्वर भनी चिन्न सक्छन्। निर्बुद्धि कन्याहरूले उहाँलाई कहिल्यै चिन्न सक्ने छैनन्। यसरी विभिन्न मानिसहरूलाई तिनीहरूको प्रकार अनुसार वर्गीकरण गर्न सकिन्छ। यो परमेश्वरको बुद्धि हो।